हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। हरेक बुधबार गोर्खापत्र अनलाइनमा रहने समसामयिक लिएर म उपस्थिति भएको छु। भिडियो अन्तिमसम्म हेरी साथ दिनुहोला। क्वेशन नम्बर 1। इन्स्टिट्युट फर इकोनोमिक्स एन्ड पीसद्वारा सार्वजनिक सन् 2026 मार्च प्रतिवेदन अनुसार आतंकवादी गतिविधि हुने देशहरूको सूचीमा नेपाल कतिऔं स्थानमा रहेको छ? 89औं। क्वेशन नम्बर 2। विक्रम सम्वत 2082 फागुन मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण कति पुगेको छ? रु 28 खर्ब 78 अर्ब 29 करोड। क्वेशन नम्बर 3। अर्जेन्टिना विश्व स्वास्थ्य संगठन WHO बाट औपचारिक रूपमा कहिले बाहिरिएको हो? सन् 2026 मार्च 17। क्वेशन नम्बर 4। चलचित्र क्षेत्रको विश्वकै प्रतिष्ठित अस्कर अवार्ड 2026 मा उत्कृष्ट चलचित्रको उपाधि जित्न सफल चलचित्र कुन हो? वन ब्याटल आफ्टर अनदर। क्वेशन नम्बर 5। नेपाली पत्रकारिताको ऐतिहासिक विरासत बोकेको गोर्खापत्र संस्थानद्वारा पत्रकारिता क्षेत्रको गुणस्तर तथा व्यावसायिकता अभिवृद्धिको उद्देश्यसहित गोर्खापत्र एकाडेमी स्थापना गर्ने निर्णय कहिले भएको हो? विक्रम सम्वत 2082 मङ्सिर 12। क्वेशन नम्बर 6। विन्ध्यवासिनी म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्ड 2082 बाट सम्मानित हुने कलाकार को हुन्? सङ्गीतकार शम्भुजित बास्कोटा। पुरस्कार रु 1 लाख नगद र सम्मानपत्र। क्वेशन नम्बर 7। विश्व जल तथा मौसम दिवस कहिले मनाइन्छ? मार्च 23। क्वेशन नम्बर 8। विश्व पानी दिवस कहिले मनाइन्छ? मार्च 22। क्वेशन नम्बर 9। 21औं नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप 2026 अन्तर्गत एक्युरेसी पुरुषमा प्रथम हुन सफल पाइलट को हुन्? अक्षय कुमार, भारत। क्वेशन नम्बर 10। विश्व खुशी सूचकाङ्क 2026 मा नेपाल कतिऔं स्थानमा रहेको छ? 89औं, स्कोर 5.147। क्वेशन नम्बर 11। नई कपिल प्रज्ञा पुरस्कार 2082 बाट सम्मानित हुने स्रष्टा को हुन्? अम्बिका अर्याल र त्रिभुवन बरई। क्वेशन नम्बर 12। डिलर अफ द इयर साउथ एसिया रिजन 2026 अवार्डबाट सम्मानित हुने कम्पनी कुन हो? MAW अर्थ मुभर्स प्राली। क्वेशन नम्बर 13। विश्व क्षयरोग दिवस कहिले मनाइन्छ? मार्च 24। क्वेशन नम्बर 14। राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत सञ्चालित सदर चिडियाखानामा हाल कति प्रजातिका जीवजन्तु रहेका छन्? 112 प्रजाति। आजको अन्तिम क्वेशन। स्वास्थ्य बीमा बोर्डद्वारा राष्ट्रिय परिचय पत्र प्रणालीसँग सहकार्य गरी स्वास्थ्य बीमालाई NID नम्बरमा आधारित बनाउने सम्बन्धी समझपत्रमा कहिले हस्ताक्षर भएको हो? विक्रम सम्वत 2082 चैत्र 2। भिडियो मन परेमा लाइक, कमेन्ट र शेयर गर्नुहोला। यस्तै जानकारीमूलक भिडियोको लागि मेरो युट्युब च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला। थ्याङ्क यू फर वाचिङ।